हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ सन्जय 64 अफिसियल युट्युब च्यानलमा। आज फेरि म तपाईहरुको लागि चाहिँ सुपरपोजिसन्स थ्योरमको चाहिँ नेक्स्ट भिडियो लिएर आइसकेको छु र यो हाम्रो चाहिँ भिडियो नम्बर 2 रहेको छ र यो भन्दा पहिलाको भिडियो हामी 1 चाहिँ कभर गरिसकेको छौं जसमा हामीले चाहिँ सुपरपोजिसन्स थ्योरमको चाहिँ कम्प्लिटली थ्योरी चाहिँ र न्यूमेरिकल हामीले कम्प्लिटली चाहिँ कभर गरेर म तपाईहरुको लागि चाहिँ भिडियो चाहिँ अपलोड चाहिँ गरिदिएको छु। सो तपाईहरु चाहिँ सुपरपोजिसन्स थ्योरमको चाहिँ प्लेलिस्ट ओपन गरेर तपाईहरु चाहिँ मजाले चाहिँ आफ्नो कन्सेप्ट लिन सक्नुहुन्छ यो सुपरपोजिसन्स थ्योरमको है त। सो आजको हामी चाहिँ क्वेशन हेर्न सक्नुहुन्छ। मैले चाहिँ क्वेशन नम्बर सेकेन्ड लिएको छु र त्यो भिडियोको लास्टमा पनि मैले यो क्वेशन राखिदिएको थिएँ र तपाईहरुले सल्भ गर्न मैले भनेको थिएँ है त। सो अब हेर्न सक्नुहुन्छ हाम्रो यो क्वेशनमा के भनेको छ भनेदेखि फाइन्ड द करेन्ट आई थ्रु 3 ओम रेजिस्टेन्स फर द सर्किट साउन्ड बाइ युजिङ सुपरपोजिसन्स थ्योरम। सो तपाईले हेर्न सक्नुहुन्छ हामीले चाहिँ करेन्ट आई चाहिँ फाइन्ड आउट गर्न भनेको छ 3 ओम रेजिस्टेन्सको रिस्पेक्टमा। सो तपाईले यो डायग्राम हेर्न सक्नुहुन्छ जुन हाम्रो सर्किट डायग्राम यहाँ दिएको छ त्यसमा हामीले चाहिँ यो 3 ओम जुन हाम्रो यो दिएको छ रेजिस्टेन्स, यो रेजिस्टेन्सको रिस्पेक्टमा हामीले के भनेको छ भनेदेखि करेन्ट यहाँबाट कति फ्लो भइरहेको छ त्यो हामीले चाहिँ फाइन्ड आउट गर्न भनेको छ बाइ युजिङ सुपरपोजिसन्स थ्योरम। सो तपाईले चाहिँ सुपरपोजिसन्स थ्योरम लगाउनु भन्दा एप्लाई गर्नु भन्दा अगाडि तपाईले एउटा कुरा के ख्याल राख्नुपर्छ भनेदेखि सुपरपोजिसन्स थ्योरममा हामीले एप्लाई गर्नु अगाडि हामीले जुन यो सर्किट डायग्राम दिएको छ त्यो सर्किट डायग्राममा हामीले के हुनुपर्छ दुई वा दुई भन्दा के हुनुपर्छ भनेदेखि एक्टिभ सोर्सेसहरु प्रेजेन्ट हुनै पर्छ है त। एक्टिभ सोर्सेसहरु चाहिँ हुनै पर्छ हाम्रो नेटवर्क डायग्राममा। जुन हाम्रो यो सर्किट नेटवर्क डायग्राम तपाईले हेर्न सक्नुहुन्छ यसमा हामीले चाहिँ एउटा चाहिँ सोर्सेस यहाँ 12 भोल्टको दिएको छ, अर्को यहाँ 20 भोल्टको हाम्रो भोल्टेज दिएको छ, अर्को हेर्न सक्नुहुन्छ यहाँ हाम्रो 3 एम्पियरको हाम्रो यहाँ करेन्ट दिएको छ। सो यो नेटवर्क डायग्राम तपाईले हेर्नुहुन्छ भनेदेखि यसमा चाहिँ 1 2 3 वटा हाम्रो के दिएको छ भनेदेखि सोर्सेसहरु यहाँ हामीले दिएको छ। सो यसमा हामीले के गर्न सक्छौं एप्लाई गर्न सक्छौं सुपरपोजिसन्स थ्योरम। सो तपाईले चाहिँ यदि सुपरपोजिसन्स थ्योरम एप्लाई गरेर नेटवर्क डायग्राम सोल्भ गर्नुस् भनेर तपाईले दुई भन्दा बढी चाहिँ नेटवर्क डायग्राममा चाहिँ एक्टिभ सोर्सेस दिएकै हुन्छ, दुई भन्दा बढी एक्टिभ सोर्सेसहरु यदि केही पनि भनेको छैन हैन। तपाईले सिधै क्वेशनमा के भनेछ भनेदेखि फाइन्ड द करेन्ट थ्रु 3 ओम रेजिस्टेन्स, यो 3 ओम रेजिस्टेन्सको रिस्पेक्टमा चाहिँ तपाईले चाहिँ करेन्ट यदि फाइन्ड आउट गर्न भनिएको छ भनेदेखि तपाईले त्यसमा सुपरपोजिसन्स थ्योरम एप्लाई गर्ने कि नगर्ने कसरी बुझ्ने है त। त्यसको लागि तपाईले के कन्सेप्ट राख्नुपर्छ दुई वा दुई भन्दा हामीले चाहिँ सोर्सेसहरु यदि हाम्रो सर्किट डायग्राममा छ भनेदेखि हामी के गर्न सक्छौं भनेदेखि कुनै पनि ब्रान्चको यो ब्रान्चको यो ब्रान्चको यो ब्रान्चको यो ब्रान्चको कुनै पनि ब्रान्चको तपाईले के गर्न सक्नुहुन्छ भनेदेखि सुपरपोजिसन्स थ्योरम एप्लाई गरेर के गर्न सक्नुहुन्छ करेन्ट चाहिँ फाइन्ड आउट गर्न सक्नुहुन्छ है त। यति कुरा तपाईले चाहिँ कन्सेप्टमा हुनुपर्छ। सो अहिले हामीले डाइरेक्ट भनेछ सुपरपोजिसन्स थ्योरम एप्लाई गरेर तपाईले सिधै गरेर तपाईले गर्न सक्नुहुन्छ। सो यसको अब हामी के गर्छौं भनेदेखि सोलुसनमा जान्छौं है त। सो यसको सोलुसनमा जान्छौं हामी। सो सोलुसनमा पहिला हामी के लेख्छौं भनेदेखि यसमा हाम्रो एक्टिभ सोर्सेस कति एउटा छ त्यो हामी यहाँ सुरुमा लेख्छौं। सो के लेख्छौं भनेदेखि यहाँ हामीले 3 वटा एक्टिभ सोर्सेस छ। सो हामी यहाँ के लेख्छौं भनेदेखि देयर आर 3 एक्टिभ सोर्सेस इन द गिवन नेटवर्क। यो जुन हाम्रो गिवन नेटवर्क छ यो गिवन नेटवर्कमा हाम्रो कति वटा एक्टिभ सोर्स छ त 3 वटा छ। सो पहिला हामी यही कुरा लेख्न तिर्छौं देयर आर 3 हैन, देयर आर 3 sources in the given network diagram है त। जसमा हेर्न सक्नुहुन्छ हामीले कतिवटा एक्टिभ सोर्सेस छ 3 वटा एक्टिभ सोर्सेस छ। सो हामी यो कुरा यहाँ लेखिसक्यौं हाम्रो गिवन डायग्राममा। सो यहाँ हामी के लेखौं एक्टिभ सोर्सेस है त, एक्टिभ सोर्सेस हाम्रो यहाँ लेखेको छ यो कुरा हो। अब यो लेखिसकेपछि हामी के गर्छौं भनेदेखि यो सुपरपोजिसन थ्योरममा हामी के गर्छौं भने कुनै एउटा एक्टिभ सोर्सेसलाई हामी कन्सिडर गर्छौं र बाँकी जुन हाम्रो यो डायग्राममा हाम्रो दिएको एक्टिभ सोर्सेस छ त्यसको इन्टरनल रेजिस्टेन्सको रिस्पेक्टमा हामी के गर्छौं भनेदेखि कि त त्यसलाई हामी सर्ट सर्किट बनाउँछौं कि त हामी के गर्छौं ओपन सर्किट बनाउँछौं। सो अब यो सर्ट सर्किट र ओपन सर्किट हामी कसलाई बनाउने त्यो हामीले बुझ्नुपर्छ। हामीले यदि नेटवर्क डायग्राममा हामीले करेन्ट दिएको छ भनेदेखि करेन्टलाई आज हामी के गर्छौं भने ओपन सर्किट बनाउँछौं। किन ओपन सर्किट बनाउँछौं भनेदेखि करेन्टको चाहिँ हाम्रो इन्टरनल रेजिस्टेन्स के हुन्छ भनेदेखि इन्फिनिटिभ हुन्छ। त्यही भएर हामी के गर्छौं भनेदेखि करेन्टलाई हामी के गर्छौं भनेदेखि एज हामी ओपन सर्किट बनाउँछौं। त्यसैगरी यदि हाम्रो सर्किट डायग्राममा हाम्रो भोल्टेज दिएको छ, भोल्टेज सोर्सेस दिएको छ भनेदेखि भोल्टेज सोर्सेसलाई हामी के गर्छौं भनेदेखि सर्ट सर्किट एज हामी बनाउँछौं। किन बनाउँछौं भनेदेखि हाम्रो भोल्टेजको चाहिँ इन्टरनल रेजिस्टेन्स के हुन्छ भनेदेखि 0 ओम हुन्छ। त्यही भएर हामी के गर्छौं भनेदेखि त्यसलाई हामी सर्ट सर्किट बनाउँछौं। सो सुरुमा म के गर्छु भनेदेखि यो जुन हाम्रो 12 भोल्टको हाम्रो जुन यो सोर्सेस छ त्यो सोर्सलाई हामी के गर्छौं कन्सिडर गर्छौं र बाँकीलाई के गर्छौं भनेदेखि एज अ इन्टरनल रेजिस्टेन्स आधारमा त्यसलाई हामी के गर्छौं भनेदेखि रिप्लेसिङ गर्छौं है त। सो सुरुमा म के गर्छु भनेदेखि टेकिङ 12 volt source and replacing
and replacing all the active sources by their internal resistance है त। सो हामी के गर्छौं भन्दाखेरि 12 भोल्टको के गर्छौं भन्दाखेरि सोर्सलाई कन्सिडर गर्छौं र त्यसपछि के गर्छौं भने बाँकीको जति हाम्रो एक्टिभ सोर्सेस रहेको छ त्यो एक्टिभ सोर्सेस के गर्छौं भने त्यसको इन्टरनल रेजिस्टेन्सको आधारमा हामी के गर्छौं भने त्यसलाई हामी के गर्छौं रिप्लेस गरिदिन्छौं। सो सुरुमा यसलाई हामी कन्सिडर गर्छौं बाँकी एक्टिभ सोर्सेस यो दुईटालाई के गर्छौं हामीलाई रिप्लेस गर्नुपर्ने हुन्छ। सो अब हामी के गर्छौं भने सुरुमा यो जुन हाम्रो 12 भोल्टको छ यो 12 भोल्टको मैले कन्सिडर गरे त्यसपछि बाँकीको जुन हाम्रो यो डायग्राममा छ त्यो डायग्राम हाम्रो सेम हुन्छ र जहाँ हाम्रो करेन्ट छ र भोल्टेज छ त्यसलाई हामी के गर्छौं भनेदेखि रिप्लेस गर्छौं। सो हाम्रो यहाँ के छ हेर्नुस् त यो बाँकीको हाम्रो सेमै छ यहाँ के फरक छ त यहाँ 4 ओमको 4 ओमै राखे यहाँ 4 ओमको 4 ओम 3 ओमको 3 ओम यो 12 भोल्ट हाम्रो एक्टिभ सोर्सेस अहिले हामी कन्सिडर गर्छौं। अब यहाँ भनेको हाम्रो के छ करेन्ट छ। सो करेन्टलाई आज हामी के गर्छौं भने ओपन सर्किट बनाउँछौं। सो यो हाम्रो के हुने भयो ओपन सर्किट हुने भयो। अब तपाईले यहाँ माथि हेर्नुहुन्छ भनेदेखि हाम्रो भोल्टेज छ। सो भोल्टेजलाई आज हामी के गर्छौं भनेदेखि सर्ट सर्किट बनाउँछौं। सो हाम्रो सर्ट सर्किट हुने भयो। यहाँ हाम्रो के छ भने रेजिस्टेन्स छ। सो रेजिस्टेन्स हामी यहाँ राखे है त यहाँ हामीले रेजिस्टेन्स राखेर यहाँ कनेक्ट गर्दै। सो यहाँ हाम्रो कति छ 8 ओम छ। सो 8 ओम हाम्रो हुने भयो। सो अब हामीले के गर्नुपर्छ भनेदेखि यो डायग्राम हेर्नुहुन्छ भनेदेखि एज अ डायग्राममा तपाईले चाहिँ यसरी पनि राख्न सक्नुहुन्छ या कि यो हाम्रो ओपन सर्किट छ भने यहाँदेखि तपाईले यसरी कनेक्सन नगरेर पनि यसरी राख्न सक्नुहुन्छ। यो र त्यो गर्नु भनेको एउटै हो है त। सो त्यो राख्दा पनि भयो नराख्दा पनि भयो मैले यसलाई हटाइदिए। अब हामी के गर्छौं भनेदेखि यसलाई म मेश 1 मान्छु यसलाई म मेश 2 मान्छु किनभने यो क्लोज लुप रहेछ हाम्रो। सो यसलाई मैले मेश 1 मान्छु यसलाई म मेश 2 मान्छु। सो मेश 1 मा जुन हाम्रो फ्लो भइरहेछ करेन्ट त्यो करेन्ट चाहिँ यसरी क्लकवाइज डाइरेक्सनमा यसरी फ्लो भइरहेछ इन्टायर मेशमा मैले माने र यसमा फ्लो हुने करेन्टलाई मैले I1 माने। त्यसैगरी योलाई मेश 2 मैले माने र मेश 2 मा मैले फ्लो हुने करेन्ट यसरी क्लकवाइजमा भइरहेको छ यसरी फ्लो भइरहेको छ मैले माने र यसमा फ्लो हुने करेन्टलाई मैले I2 करेन्ट मैले माने है त। सो अब म के गर्छु भने यो इन्टायर ब्रान्चमा चाहिँ फ्लो हुने म करेन्ट फाइन्ड आउट गर्छु मेश 1 को। त्यसैगरी मेश 2 मा पनि इन्टायर ब्रान्चमा फ्लो हुने करेन्ट म के गर्छु फाइन्ड आउट गर्छु। सो अब म के गर्छु भने मेश 1 लाई म सुरुमा लिन्छु। मेश 1 मैले सुरुमा लिन्छु यो मेश 1। अब मेश 1 मा म के गर्छु भने एप्लाइङ गर्छु के केवीएल है त। केवीएल म के गर्छु एप्लाई गर्छु मेश 1 मा। सो हेर्नुस् यसमा केवीएल एप्लाई गर्दाखेरि मैले यहाँबाट एप्लाई गर्दाखेरि यो हाम्रो पोजिटिभ छ नेगेटिभ छ। सो नेगेटिभ देखि पोजिटिभ तिर गर्छ करेन्टको पनि फ्लो हाम्रो त्यही डाइरेक्सनमा छ भनेपछि यहाँ के हुन्छ पोटेन्शियल राइज भइरहेछ। सो 12 भोल्टलाई हामी के गर्छौं पोजिटिभ लिन्छौं। त्यसपछि यहाँ गए सो जति पनि हाम्रो रेजिस्टेन्स छ सबैमा हाम्रो के छ नेगेटिभ करेन्ट आउँछ। सो हाम्रो यहाँ के हुने भयो हेर्नुस् कति छ 4 छ भनेपछि हाम्रो के हुने भयो 4 इन्टु अब हेर्नुस् हामी मेश 1 लिनेछौं। सो मेश 1 लाई हामी प्रायोरिटी दिन्छौं। सो यो भनेको I1 अब माइनस कति गर्ने यताको यो हेर्नुस् त दुईटैको हो नि त। सो यहाँको I1 यतातिरको I2 भनेपछि के हुने भयो I1 माइनस I2। फेरि अब यहाँबाट यहाँ आए माइनस कति छ 3 I1 अरु कुनै छ त यहाँ छैन है त इक्वल टु हाम्रो के हुने भयो 0। सबैले तपाईले सोल्भ गर्नु होला 12 भोल्ट माइनस के हेर्नुस् 4I1 माइनस 4I1 अरु यहाँ छ कुनै I1 छैन है त। यो भनेको I1 नै हो है त। यो भनेको 3I1 नै हो। यहाँ मैले 2 लेखे I1 भनेपछि 4I1 3I1 कति हुने भयो 7I1 माइनस माइनस के हुने भयो प्लस 4I2 इक्वल टु 0 4I2 इक्वल टु 0। अब यसलाई म के गर्छु भने त्यो साइड फाल्छु भनेदेखि इक्वल टु त्यो साइड भनेपछि के हुन्छ भने 7I1 माइनस के हुन्छ 4I2 इक्वल टु के हुन्छ नेगेटिभ 12। यो भनेको हाम्रो इक्वेसन फर्स्ट हुने भयो। अब यो इक्वेसन तपाईले चाहिँ डाइरेक्ट पनि लेख्न सक्नुहुन्छ है त। मैले तपाईलाई कसरी सिकाएको थिएँ डाइरेक्ट लेख्नलाई तपाईले के गर्नुस् भनेदेखि मैले चाहिँ यो मेशको लागि कन्सिडर गर्दैछु भने कि कति रेजिस्टेन्स यहाँ 4 छ यहाँ कति छ 3 छ 4 3 कति हुने भयो 7 हुने भयो। सो म के गर्छु 7 लिन्छु। अब म I1 को लागि के गर्छु सो I1 लिन्छु। सो सुरुको लागि म के गर्छु भनेदेखि 4 3 7 सो के गर्छु भने 7 4 3 7 I1 यो यसको लागि हेर्छु सो माइनस हुने भयो। अब के गर्छु भनेदेखि यो 7 त यो टोटल यसको लागि हुने भयो। अब यो 4 हेर्छौं भने यसको लागि पनि शेयर भएको छ हो किन यो दुईटैको लागि हो नि त भनेपछि 4 अब नेक्स्ट लागि हेर्छौं भने हामी के गर्छौं पोजिटिभ राख्छौं। पोजिटिभ कति हुने 4I2। अब हेर्नुस् यो 12 भोल्ट जुन छ त्यो नेगेटिभ देखि पोजिटिभ तिर गइरहेको छ फ्लो भइरहेको छ यो डाइरेक्सन छ भनेपछि यो पोजिटिभ 12 हुने भयो।
इक्वल टु 0। सबैलाई हामी सोल्भ गरौँ। के हुन्छ भने कि 7i1 - 4i2 इक्वल टु के हुन्छ -12। यो भनेको हाम्रो इक्वेसन 1 हुने हो। हेर्नुहोस् यही इक्वेसन आएको छ। सो डाइरेक्ट तपाईँले यसरी लेख्न सक्छु। यो डाइरेक्ट इक्वेसन पनि मैले लेखाउन चाहिँ योभन्दा प्रिभियस भिडियोमा तपाईँलाई सिकाइदिएको थिएँ। सो म के गर्छु भने यसरी नगरेर डाइरेक्ट यहाँ गर्छु है त। सो तपाईँले यो पनि सिक्नु होला, फास्ट हुन्छ है त। किनभने तपाईँले चाहिने भनेको यो इक्वेसन हो, यहाँ फ्लो हुने करेन्ट कति हो त्यो तपाईँले फाइन्ड आउट गर्नुपर्ने हो। यो यति क्याल्कुलेसन गरेर तपाईँले टाइम लगाउनु भनेको धेरै मार्क पाउनुहुन्छ भन्ने कुरा होइन। तपाईँले सिधै यो इक्वेसन लेख्न सक्नुहुन्छ भने कि लेख्नुहोस्, मार्क तपाईँ कट्दैन है त इक्जाममा। ल यो हाम्रो इक्वेसन चाहिँ आयो। त्यसैगरी अब के गर्छु भने मेस 2 मा म जान्छु। मेस 2 मा जान्छु। सो मेस 2 मा गइसकेपछि अब के हेर्नुहोस्, म काउन्ट गर्छु 8 4 12 4 कति छ 16। सो नेगेटिभ हेर्नु 16 i2 किनभने मेस 2 छ। सो मेस 2 को लागि i2 माइनस। अब यो शेयर यससँग भन्छ, शेयर भएकोमा म के गर्छु पोजिटिभ ल्याउँछु। शेयर कति भएको छ 4 भएको छ योसँग। सो म के गर्छु 4i1 छ नि त शेयर भएको 4i1। अब हेर्नुहोस् यहाँ कतै भोल्टेज छ अरु कुनै छैन। सो इक्वल टु म के गर्छु डाइरेक्ट म के गर्छु 0 लेख्न सक्छु है त। सो हाम्रो के हुने भयो -16 के हुने भयो i2 प्लस के हुने भयो i1 इक्वल टु 0 हुने भयो। सो यहाँ हेर्नुहोस् i1 लाई म अगाडि लेखेछु। सो यहाँ पनि म के गर्छु i1 लाई अगाडि नै लेख्छु। सो 4i1 - 16 i2 इक्वल टु के गर्छु 0 लेख्छु। इक्वेसन सेकेन्ड। यदि तपाईले यो लेख्न अप्ठ्यारो भनेदेखि तपाईले फेरि केवीएल लगाउनुस्। यहाँदेखि मैले लगाउन सुरु गरे। सो यहाँ के हुन्छ भने -i2 त्यसपछि यहाँ आए -4i2 फेरि यहाँ आए, यहाँ यसपछि के हुन्छ -4। अब के हुन्छ भने यहाँ दुईटैमा शेयर भइरहेछ। सो मेस 2 को लागि आयो भन्दाखेरि 2 लाई के गर्ने अगाडि लेख्ने, जहिले 2 लाई प्रायोरिटी दिने। सो i2 माइनस के गर्ने भनेदेखि i1 गर्ने इक्वल टु 0। यसलाई सोल्भ गर्नु तपाईले यति आउँछ। हेर्नु त 8 4 12 4 के हुने भयो 16 -16 के हुने भयो i2 माइनस माइनस प्लस। सो प्लस के हुने भयो for i1 इक्वल टु 0। यो इक्वेसन र यो इक्वेसन हेर्नुस् एउटै आयो है त। तपाईले यसरी पनि गर्न सक्नुहुन्छ। ल अब के गर्नुस् भन्देखि यो दुईटा इक्वेसनलाई तपाईले सोल्भ गर्नुस् है त। हेर्नुस् यहाँ i1 यहाँ पनि i1 छ। यहाँ सिधा तपाईले के गर्नुस् क्याल्कुलेटरमा हाल्नु होला। क्याल्कुलेटरमा हालिसकेपछि तपाईले के गर्नुहुन्छ i1 र i2 तपाईले फाइन्ड आउट गर्न सक्नुहुन्छ है त। सो फ्रम इक्वेसन 1 and 2 i1 इक्वल टु i2 इक्वल टु सोल्भ गर्नु होला। यो इक्वेसनलाई सोल्भ गर्नु। सोल्भ गरेपछि i1 इक्वल टु के आउँछ 2 एम्पियर आउँछ र i2 इक्वल टु 0.5 एम्पियर आउँछ है त। सो यो 2 एम्पियर आउँछ, यो के आउँछ 0.5 एम्पियर चाहिँ हाम्रो आउँछ है त। अब हेर्नुस् i1 हाम्रो चाहिँ 2 एम्पियर आयो, i2 हाम्रो 0.5 एम्पियर आयो। अब हेर्नुस् हामीले चाहिँ अब यहाँ पोजिटिभ आउनुको अर्थ हामी के बुझ्नु पर्छ भन्देखि हाम्रो जुन यो डाइरेक्सन हामीले यो करेन्टका मानेछौँ त्यो चाहिँ ठिक रहेको छ। यो हामी जुन यो क्लकवाइज डाइरेक्सनमा मानेछौँ त्यो डाइरेक्सन ठिक रहेको छ हामीले भन्ने कुरा हामी यहाँ बुझ्छौँ है त। यदि हाम्रो यहाँ नेगेटिभ आउँछ भने हामी के बुझ्छौँ भने हामीले मानेको जुन डाइरेक्सन छ त्यो डाइरेक्सनमा यहाँ करेन्ट फ्लो भइरहेको छैन यो मेसमा है त। त्यो हामी बुझ्थ्यौँ भने अपोजिट डाइरेक्सनमा फ्लो भइरहेको छ हामी बुझ्थ्यौँ। तर अहिले हामी पोजिटिभ आउँछ दुईटै यो पोजिटिभ। मैले यो क्लकवाइज मानेछु, तपाईँले एन्टी क्लकवाइज मान्न चाहनुहुन्छ भने एन्टी क्लकवाइज मान्नुहोस्, केही छैन। एन्टी क्लकवाइज मान्नुहोस्, तपाईँको यहाँ भ्यालु नेगेटिभ आउँछ भने तपाईँले के बुझ्नुपर्छ क्लकवाइज डाइरेक्सनमा चाहिँ हाम्रो यो करेन्ट फ्लो भइरहेको छ। जुन डाइरेक्सनमा नै मान्दा भयो तर चाहिँ एउटा कुनै पार्टिकुलर डाइरेक्सन मानेर सबै गर्नुलाई। मैले क्लकवाइज मानेर गरिरहेछु, तपाईँले क्लकवाइज गरेर मान्नुला, तपाईँले चाहिँ मिलाउनुहुन्छ। र यो एप्लाई गर्दा केभिएल एप्लाई गर्ने केसिएल एप्लाई गर्ने तपाईँले त्यसमा कन्फ्युजन नहुनु। जहिले नि तपाईँले केभिएल एप्लाई गरेर गर्नु होला, मजाले एन्सर मिल्छ। तपाईँले केसिएल गरेर तपाईँलाई सजिलो लाग्छ भने कि केसिएल एप्लाई गरेर गर्नु होला, एन्सर एउटै आउँछ है त। जुनसुकै गर्नुलाई केही फरक पर्दैन। र तपाईँ क्वेसनमा यो केभिएल केसिएल या कि करेन्ट भोल्टेज डिभाइडर लगाएर गर्नुहोस् भनेर केही भन्दैन। तपाईँ जसरी गर्नुहोस् यो निकाल्नु पर्यो क्या, त्यो तपाईँले चाहिँ बुझ्नु पर्यो। ल अब हामीले चाहिँ यहाँबाट चाहिँ निकालिसक्यौँ। i1 कति निकाले 2 एम्पियर र i2 कति निकाले 0.5 एम्पियर निकाले। हेर्नुहोस् सो अब हामीले निकाल्नु पर्ने करेन्ट कहाँको थियो हेर्नुहोस् त। i1 कहाँ निकाल्नु पर्ने 3 ओम रेजिस्टरको लागि छ, हामीले यहाँको निकाल्नु पर्ने थियो। सो यहाँको करेन्टलाई मैले i ड्यास माने। अब हेर्नुहोस् यहाँ आउने फ्लो हुने करेन्ट भनेको कति, यो ब्रान्चमा आउने करेन्ट कति हेर्नुहोस् त। यहाँबाट हाम्रो i1 करेन्ट यसरी गइरहेको छ, यसरी गइरहेको छ। यसमा आउने भनेको करेन्ट हाम्रो i1 करेन्ट हो। यसमा आउने करेन्ट कति, यो ब्रान्च यदि तपाईँले निकाल्नु पर्ने भने यहाँबाट हाम्रो i1 जान्छ, यहाँबाट हाम्रो i2 जान्छ। सो यसमा i1 र i2 दुईटै आउने भयो। अब यसको डाइरेक्सन हेरेर माइनस प्लस गरेर हामी सुपरपोजिसन लगाएर यहाँ निकाल्न सक्छौँ। तर यहाँको हेर्नुहुन्छ भनेदेखि यहाँको ब्रान्च हेर्नुहुन्छ भनेदेखि यहाँ त हाम्रो i1 करेन्ट मात्र आइरहेको छ। सो i ड्यास जुन हाम्रो छ यो i ड्यास करेन्ट कति, यहाँ आउने करेन्ट कति भनेपछि i1 करेन्ट। सो i1 करेन्ट कति छ हाम्रो 2 एम्पियर। सो यो हाम्रो के हो 2 एम्पियर करेन्ट हुने। जुन कसरी फ्लो भइरहेछ हेर्नुहोस्, यसरी गइरहेछ, यसरी गएर यसरी आइरहेको छ भनेपछि डाउनवार्ड आइरहेको छ। डाउनवार्ड भन्न सक्नुहुन्छ तपाईँले, यसरी आइरहेको छ हेर्नुहोस् त, यसरी गएर डाउनवार्ड आइरहेको छ। या कि तपाईँले के भन्न सक्नुहुन्छ यो क्लकवाइज डाइरेक्सनमा फ्लो भइरहेछ। सक्यो। हेर्नुहोस् यो पहिलो हामीले चाहिँ कन्सिडर गरेर मैले गरिसकेँ। अब म के गर्छु भने सेकेन्ड
के गर्छु भनेदेखि अब सेकेन्ड म एक्टिभ सोर्सेस म के गर्छु भने यहाँ कन्सिडर गर्छु र बाँकीलाई म के गर्छु भने रिप्लेसिङ गर्छु। सो यही डायग्राममा म के गर्छु भने हेर्नुहोस् त, यो डायग्राममा म अलिकति चेन्जेस गर्छु है त। यो अब हामीले सबै मेट्नु पर्ने हुन्छ किनभने हामीले जुन फाइन्ड आउट गर्नुपर्ने थियो त्यो हामीले गरिसक्यौँ है त। सो अब म के गर्छु भनेदेखि हामीले कुन एक्टिभ सोर्सेस म कन्सिडर गर्छु अहिलेलाई हेर्नुहोस् त, अहिलेलाई म कुन एक्टिभ सोर्सेस 24 भोल्टको कन्सिडर गर्छु। सो म अब क्या गर्छु यहाँ टेकिङ 24 भोल्ट सोर्सेस एन्ड रिप्लेसिङ अल द एक्टिभ सोर्सेस बाई द इन्टरनल रेसिस्टेन्स। अब हामी के गर्छौँ भनेदेखि यहाँको 24 भोल्ट जुन छ, यो 24 भोल्ट छ, त्यो म यहाँ के गर्छु कन्सिडर गर्छु र बाँकीको जुन यो छ यसलाई के गर्छु रिप्लेसिङ गरिदिन्छु है त। बाँकीलाई म के गर्छु भनेदेखि रिप्लेसिङ गरिदिन्छु। सो हेर्नुहोस् यहाँ हाम्रो करेन्ट छ, सो यो भनेको हाम्रो ओपन सर्किट हुने भयो, थाहै छ तपाईँहरूलाई। सो यो राख्दा पनि भयो नराख्दा पनि भयो, केही फरक पर्यो त, केही फरक पर्दैन। अब यहाँ हाम्रो भोल्टेज छ, सो भोल्टेजलाई हामी के गर्छौँ सर्ट सर्किट गर्छौँ। सो यसलाई हामी के गर्छौँ एज अ सर्ट सर्किट बनाइदिन्छौँ, सर्ट सर्किट बनाइन्छ सक्यो। फेरि म यहाँ फ्लो हुने करेन्ट, यो मेसमा फ्लो हुने करेन्ट मैले I1 माने, यसमा I2 माने। अब म के गर्छु भने फेरि म के गर्छु मेस 1 को लागि सल्भ गर्छु, सेम मेथड। मेस 1 को लागि म के गर्छु अब एप्लाइङ केभीएल। अब म के गर्छु फेरि यसमा मेस 1 मा केभीएल एप्लाई गर्छु। हेर्नुहोस् 4 3 कति हुने 7, सो नेगेटिभ 7 I1 शेयर कोसँग छ योसँग छ, कति चाहिँ 4, सो प्लस 4 I1 हैन I2 इक्वल टु 0। तपाईले यो डाइरेक्ट लेख्न अप्ठ्यारो भनेदेखि तपाईले के गर्नुस् केभीएल एप्लाई गर्नुस्। मैले यहाँदेखि एप्लाई गर्न गए, सो -4 इन्टु I1 को लागि गरेछु, सो I1 अगाडि माइनस I2 पछाडि, यहाँ आयो माइनस कति हुनु 3 I1 इक्वल टु 0। हेर्नुस् 4 I1 3 I1 माइनस 7 I1 माइनस माइनस प्लस 4 I2 इक्वल टु 0। हेर्नुस् यही इक्वेसन आयो भने अभियसली आयो, तपाईले यसरी पनि गर्न सक्नुहुन्छ इफ कन्फ्युजन छ है त। सो म सबैमा डाइरेक्ट गर्नतिर गए, यो इक्वेसन हाम्रो 1 आयो। अब म मेस 2 मा गए है त, भिडियो लामो भइरहेछ। मेस 2 मा गए, सो मेस 2 मा गएपछि हेर्नु 8 4 12 4 16, सो नेगेटिभ के ने हो 16 I2 किनभने I2 मेसको लागि रहेछ, सो माइनस I2 मा हुन्छ। प्लस कति हुन्छ यो सँग शेयर भएको I1 सँग 4 त्यसै प्लस 4 I1। अब हेर्नुस् यहाँ हाम्रो के छ भने भोल्टेज पनि छ, भोल्टेजलाई हेर्नुहुन्छ भनेदेखि यो हाम्रो प्लस छ यो माइनस छ, यो प्लस छ यो माइनस छ, करेन्ट हाम्रो के भइरहेको छ त यो प्लस छ यो माइनस छ, यो प्लस छ यो माइनस छ, हाम्रो करेन्ट यसरी फ्लो भइरहेको छ। हेर्नुस् त यसरी फ्लो भइरहेको छ नि त, क्लकवाइजमा भइरहेको छ नि, यसरी फ्लो भइरहेको छ नि त क्लकवाइजमा, भनेपछि यसरी गइरहेको छ। सो 24 छ भनेपछि यहाँ के हुन्छ प्लस देखि माइनस तिर गएछ, करेन्टको फ्लो यो डाइरेक्सन छ भनेपछि हाम्रो के छ पोटेन्शियल यहाँ ड्रप भइरहेको छ। सो ड्रप इन पोटेन्शियल भइरहेछ, सो यसलाई म के गर्छु नेगेटिभ 24 भोल्ट लिन्छ इक्वल टु 0 है त। सबै यसलाई सोल्भ गर्नुस् 4 I1 माइनस 16 I2 इक्वल टु के हो यो त्यो साइड जान्छ पोजिटिभ हुन्छ। सो सेकेन्ड इक्वेसन। अब यो दुईटा तपाईले के गर्नुस् सोल्भ गर्नुस् है त। सो अब यो दुईटा तपाईले के गर्नुस् सोल्भ गर्नुस्। ल अब यसलाई सोल्भ गर्दाखेरि हाम्रो I1 र I2 को भ्यालु कति आउँछ भनेदेखि I1 को भ्यालु हाम्रो चाहिँ नेगेटिभ 1 एम्पियर आउँछ र I2 को भ्यालु चाहिँ हाम्रो कति आउँछ भनेदेखि 1.75 है त। नेगेटिभ 1 point के आउँछ 75 एम्पियर चाहिँ हाम्रो के आउँछ यो भ्यालु आउँछ। यो दुईटा तपाईले सोल्भ गर्नु होला। अब यो दुईटा सोल्भ गर्दाखेरि हाम्रो के हो दुईटै भ्यालु चाहिँ नेगेटिभ आयो। एउटा चाहिँ 1 एम्पियर आयो, एउटा चाहिँ 1 एम्पियर आयो, अर्को चाहिँ के नेगेटिभ 1.75 एम्पियर आयो। अब यसले के भनिरहेछ भनेदेखि हामीले जुन यो कन्सिडर गर्दाखेरि हामी जुन क्लकवाइज डाइरेक्सनमा हामी यो जुन करेन्ट मानेको छौं त्यो चाहिँ के भइरहेछ भने यो क्लकवाइजमा यहाँ फ्लो भएर नभएर के भन्छ एन्टी क्लकवाइज फ्लो डाइरेक्सनमा चाहिँ फ्लो भइरहेछ भनेदेखि यसले रिप्रेजेन्ट गरेछ। त्यसैगरी यो करेन्टलाई के फ्लो रिप्रेजेन्ट गरिरहेछ भनेदेखि यहाँ हामीले जुन डाइरेक्सनमा चाहिँ त्यो डाइरेक्सनमा फ्लो नभएर अपोजिट डाइरेक्सनमा फ्लो भइरहेछ भनेदेखि यसले भनिरहेको छ। अब हामीले चाहिँ के गर्नु पर्यो भनेदेखि यहाँको हामीले करेन्ट चाहिँ फाइन्ड आउट गर्नु पर्यो। यो ब्रान्च हामीले फाइन्ड आउट गर्नु भनेको छ। सो सबैको लागि हामी यही लागि फाइन्ड आउट गर्छौँ, लास्टमा हामी गर्छौँ सुपरइम्पोज गरेर चाहिँ यहाँको टोटल कति आउँछ त हामीले फाइन्ड आउट गर्दै जान्छौँ। सो यहाँको मैले I2 माने, सो यहाँको हामीले के गर्नुपर्छ भनेदेखि I2 करेन्ट चाहिँ मान्नु पर्यो। I2 नभनौँ I डबल ड्यास हामीले चाहिँ फाइन्ड आउट गर्नु पर्यो। सो यहाँ फ्लो हुने करेन्ट कति हेर्न सक्नुहुन्छ। यहाँबाट हाम्रो I1 यसरी फ्लो भइरहेको छ, I1 यहाँ I1 यताबाट I2 भइरहेछ, दुईटा यहाँ भइरहेछ। त्यसैगरी यहाँ आयो भनेदेखि सिंगल हाम्रो यहाँ I1 नै फ्लो भइरहेको छ। यो ब्रान्चमा हेर्नुस् त यो ब्रान्चमा फ्लो हुने करेन्ट कति हो I1 हो। सो यहाँ हुने करेन्ट I1, सो I1 हाम्रो कति छ नेगेटिभ कति छ 1 एम्पियर। सो I1 कति छ नेगेटिभ 1 एम्पियर हाम्रो चाहिँ फ्लो भइरहेको छ। यो कसरी फ्लो भइरहेछ नेगेटिभ भनेपछि यो डाइरेक्सनमा फ्लो भइरहेछ। हेर्नुस् त नेगेटिभ 1 एम्पियर कसरी यो डाइरेक्सन भनेपछि यो डाउनवार्डतिर हाम्रो यसरी नेगेटिभ 1 एम्पियर भनौँ, यसरी नेगेटिभ
1 चाहिँ यसरी डाउनवार्डमा फ्लो भइरहेछ। यसलाई तपाईँले पोजिटिभ लेख्नुहुन्छ भने कि 1 एम्पियर लेख्नुहोस्, जुन चाहिँ डाउनवार्ड नभएर अपवार्ड, यानि कि हामी के भनौँ भने एन्टी क्लकवाइज डाइरेक्सनमा फ्लो भइरहेछ। यदि तपाईँले पोजिटिभ लेख्नु होला, म के गर्छु भनेदेखि यसलाई 1 नै मैले लेख्न दिएको है, किनभने मैले सबैलाई क्लकवाइज मान्दैछु। सो 1 एम्पियर चाहिँ के भइरहेछ यसरी डाउनवार्डतिर, या कि के भनौँ भने क्लकवाइज डाइरेक्सनमा यसरी फ्लो भइरहेछ। यदि तपाईँले यसलाई पोजिटिभ लेख्नु मन लाग्यो भनेदेखि 1 एम्पियर डाउनवार्ड नभएर अपवार्ड भइरहेछ र एन्टी क्लकवाइज डाइरेक्सनमा फ्लो भइरहेछ। किनभने हामीले क्लकवाइज मानेको थियो, नेगेटिभ आयो भनेपछि एन्टी क्लकवाइजमा गइरहेछ। सो मैले यसलाई केही गरेन, मैले नेगेटिभ लेखेँ है त, जस्ता त्यस्तै मैले लेखेँ। सो यहाँ के क्वेसन छ I2 मैले चाहिँ I डबल ड्यास मैले फाइन्ड आउट गरिसकेँ। अब म के गर्छु भन्दाखेरि यो करेन्टलाई यसलाई मैले गरिसकेँ, यसलाई गरिसकेँ। अब यो एक्टिभ सोर्सेसलाई म के गर्छु भने कन्सिडर गर्छु। सो अब म के गर्छु भनेदेखि 3 एम्पियरलाई म के गर्छु कन्सिडर गर्छु, र बाँकी हाम्रो जुन दुईटा एक्टिभ सोर्सेस छ, यो दुईटा एक्टिभ सोर्सेसलाई आज हामी के गर्छौँ भनेदेखि सर्ट सर्किट बनाउँछौँ, र यहाँ हाम्रो हुने फ्लो भनेको यहाँ हाम्रो 3 एम्पियर हाम्रो करेन्ट चाहिँ आउने हो कि नै, अभियसली आउने हो है त। सो अब यसलाई मैले सबैलाई मेट्नतिर गएँ है त, एकदम सिम्पल छ, तपाईँले गर्दै जानु होला, जस्तो नि मिलाउन सक्नुहुन्छ है त। ल सो अब हेर्नुहोस्, अब यहाँको मलाई करेन्ट चाहिँ फाइन्ड आउट गर्नु पर्नेछ यहाँको। सो यसलाई मैले I ट्रिपल ड्यास मैले मानिदिएँ। सो यहाँको मैले करेन्ट I1 मानेछु, यहाँको I2 मानेछु। सो यहाँ पनि क्लकवाइज डाइरेक्सनमा फ्लो भइरहेको छ, र यहाँ I3 करेन्ट फ्लो भइरहेछ भने मैले माने है त। I3 करेन्ट चाहिँ यहाँ फ्लो भइरहेछ मैले माने। सो हेर्नुहोस् त, यो मेस 3 तपाईँले हेर्नुहुन्छ भने मेस 3 मा अलरेडी हामीले करेन्ट दिएको छ भनेपछि यहाँ फ्लो हुने करेन्ट भनेको हेर्नुहोस् त, यो एरो यसरी दिएको छ। यो यसले के रिप्रेजेन्ट गर्दैछ भनेदेखि यो करेन्ट चाहिँ यहाँ जुन 3 एम्पियर करेन्ट छ त्यो चाहिँ हाम्रो यसरी चाहिँ फ्लो भइरहेको छ क्या, यसरी फ्लो भइरहेको छ भनेपछि एरो अपवार्डलाई के बनायो, यसरी हाम्रो करेन्ट चाहिँ फ्लो भइरहेछ भनेदेखि यो मेसमा चाहिँ भनिरहेको छ है त। यसमा के भनिरहेछ यो मेसमा भनेदेखि यो 3 एम्पियर जुन करेन्ट छ त्यो यसरी चाहिँ फ्लो भइरहेको छ भनेर भनिन्छ। तर हामीले के मानेछौँ, यो यसरी फ्लो भइरहेको छ भनेपछि हामीले यदि मेस 3 मा सोल्भ गर्नतिर गयो भनेदेखि मेस 3 लाई यदि हामी कन्सिडर गर्यो भनेदेखि यहाँ हेऱ्यो भनेदेखि डाइरेक्ट हामी के भन्न सक्छौँ भने यो मेसमा जुन हाम्रो I3 करेन्ट छ त्यो चाहिँ हाम्रो नेगेटिभ 3 एम्पियर चाहिँ के भन्छ फ्लो भइरहेको छ। किन नेगेटिभ लेख्यो भनेदेखि हामीले कन्सिडर क्लकवाइज गरेको छौँ, तर यहाँ फ्लो हुने चाहिँ एन्टी क्लकवाइज। हेर्नुहोस् त, यो माथितिर गएपछि यसरी फ्लो भइरहेको छ नि, तर हामीले क्लकवाइज मैले कन्सिडर, किन क्लकवाइज मैले यहाँ कन्सिडर गरेँ भनेदेखि यहाँ क्लकवाइज यहाँ प्लस सबै मैले एउटा कन्सिडर गरेँ है त। सो यहाँ चाहिँ फ्लो हुने करेन्ट चाहिँ नेगेटिभ 3 एम्पियर चाहिँ यहाँ फ्लो भइरहेको छ भनेर मैले माने है त, हाम्रो भ्यालु चाहिँ आउने भयो। सो यहाँ सिधै तपाईँले चाहिँ I3 भनेको नेगेटिभ 3 एम्पियर तपाईँले फाइन्ड आउट गरिसक्नुभयो यहाँबाट। अब म के गर्छु भने मेस 1 को लागि म फाइन्ड आउट गर्छु। सो मेस 1 मा म गएँ है त। सो मेस 1 मा तपाईँले हेर्न सक्नुहुन्छ, मेस 1 भनेको हाम्रो यो हो है त, मेस 1 भनेको यो। सो यहाँको लागि म के गर्छु भनेदेखि अब इक्वेसन लेख्नतिर जान्छु। सो 4 3 कति हुने भयो 7, सो नेगेटिभ 7 के हुने भयो I1 है त, नेगेटिभ 7 I1। अब यहाँ हेर्नुहोस् यो यसको साथ सेयर भइरहेछ, सो के हुने भयो प्लस 4 के हुने भयो I2, 3 यसको साथ पनि सेयर भइरहेछ, के हुने भयो प्लस 3 के हुने भयो I3 इक्वल टु के हुने भयो 0 है त। यति हुन्छ कि नै तपाईँले चेक गर्नु होला, यतिकै नै आउनु पर्छ है त, यतिकै चाहिँ के हुन्छ आउनु पर्छ। ल अब यहाँ तपाईँले हेर्नुहुन्छ भनेदेखि अलरेडी हामीले I3 इक्वल टु चाहिँ I3 इक्वल टु 3 एम्पियर फाइन्ड आउट गरिसकेको छौँ। सो I3 ठाउँमा तपाईँले चाहिँ 3 राख्न सक्नुहुन्छ है त। सो मा राख्नु थियो भने 7I1 प्लस के हुनुभयो 4I2 प्लस हेर्नुहोस् 3 इन्टु I3 भनेको कति छ नेगेटिभ 3, सो नेगेटिभ 3 मैले राख्ने इक्वल टु 0। सो के हुनुभयो नेगेटिभ 7I1 प्लस के हुनुभयो 4I2, 3 3 के हुनुभयो 9 भनेपछि नेगेटिभ त्यो साइड गएपछि के हुन्छ पोजिटिभ हाम्रो के हुनुभयो 9 चाहिँ हुने भयो है त। सो यो चाहिँ हाम्रो के हुनुभयो इक्वेसन चाहिँ के हुने भयो 1 मैले माने है त। यहाँ मैले इक्वेसन 1 यसलाई माने भनेदेखि यो इक्वेसन हाम्रो 2 हुने भयो। यो इक्वेसन निकाल्दा तपाईँले कन्फ्युजन भयो भनेदेखि यसरी लगाउनुहोस्, अघि जस्तै केबिएल लगाउनुहोस्। हेर्नुहोस् के हुन्छ 4 यहाँ आएपछि 4 नेगेटिभ 4 इन्टु के हुन्छ I1 माइनस के हुन्छ I2 है त, I2 त्यसरी यहाँ आएपछि चाहिँ के हुन्छ भने माइनस 3I1 माइनस के हुन्छ I3, सो I1 माइनस के हुन्छ I3। यसलाई तपाईँले सोल्भ गर्नु होला, यही इक्वेसन आउँछ है त, कन्फ्युजन नहुनु होला यसमा। ल अब मैले के गर्छु भने मेस मैले फर्स्ट गरिसकेँ, थर्ड गरिसकेँ, अब म के गर्छु सेकेन्डमा जान्छु है त। सो मेस सेकेन्डमा गएँ, एप्लाइङ म के गर्छु एप्लाइङ केबिएल है त, मैले सर्टकटमा लेखेँ एप्लाइङ केबिएल। अब यसमा म जान्छु भने हेर्नुहोस् 8 4 12 4 16 भनेपछि नेगेटिभ 16 के हुने भयो I2, यो I2 मेस हो नि त। सो I2 यहाँ मेस सेकेन्ड माइनस हो, सेकेन्ड मेसमा फ्लो हुने करेन्ट I2, सो यसलाई नेगेटिभ। अब सेयर भएकोलाई सबैले मैले पोजिटिभ लेख्छु। सो यो 4 योसँग सेयर छ, सो प्लस 4 के हुने भयो योसँग सेयर छ भने 4I1 भयो। त्यसपछि यो 4 योसँग पनि सेयर छ, सो प्लस के हुने भयो 4I2 इक्वल टु I2 होइन यो I3 छ है त। सो यो I3 छ इक्वल टु 0। अब हेर्नुहोस् I3 को अलरेडी हामी भ्यालु थाहा छ नेगेटिभ 3, सो यहाँ राख्न सक्नुहुन्छ तपाईँले।
सो यहाँ राख्नु होला है त। सो यहाँ राखिसकेपछि मैले इक्वेसन यहाँ लेख्दिएँ, कति हुन्छ 16i2 प्लस 4i1 अब प्लस 4 इन्टु के हुन्छ -3 इक्वल टु के हुन्छ 0। अब यसलाई फर्दर तपाईँले सोल्भ गर्नु होला। मैले i1 लाई अगाडि लेखेँ। सो 4i1 माइनस 16 के हुने भयो i2। हेर्नुहोस् नेगेटिभ छ यहाँ पोजिटिभ छ, 4 त्यहाँ 12 नेगेटिभ हो, त्यो साइड गएपछि हुन्छ 12 पोजिटिभ हुन्छ। सो यो इक्वेसन हाम्रो के आयो 2 आयो है त। सो इक्वेसन 2 हाम्रो कति आयो 4i1 माइनस कति आयो 60i2 इक्वल टु के आयो 12 आयो। अब हेर्नुहोस् यहाँ पनि हामीले दुईवटा अननोन छ i1 i2, यहाँ पनि i1 i2 दुईवटा अननोन छ भनेपछि यो इक्वेसन र इक्वेसनलाई तपाईँले सोल्भ गर्नु भने कि i1 र i2 तपाईँले के गर्न सक्नुहुन्छ मजाले चाहिँ झिक्न सक्नुहुन्छ है त। सो तपाईँले के गर्नुहोस् भनेदेखि मैले अब यो इक्वेसन मैले मेर्दिएँ किनभने हाम्रो i1 र i2 इक्वेसन दुईटा चाहियो बोर्ड सानो भएकोले। सो अब के हुन्छ भने फ्रम इक्वेसन यसलाई 2 मानेछौँ भनेदेखि यो 3 हुन्छ हैन। फ्रम इक्वेसन सेकेन्ड एन्ड थर्ड, सेकेन्ड र थर्डलाई म सोल्भ गर्छु भने यहाँबाट मेरो i1 र मेरो के आउँछ i2 आउँछ है त। यो कसरी गर्ने क्याल्कुलेटरमा सिधै हाल्ने है त, इक्वेसनमा जाने फर्स्टमा जाने यो भ्यालु सबै हाल्ने सोल्भ गर्ने आइदिन्छ। यदि तपाईँले यो सोल्भ गर्न आइरहेछ भनेदेखि आइरहेको छैन भनेदेखि तपाईँले कमेन्ट गर्नु न, म एउटा नेक्स्ट भिडियो चाहिँ सर्ट जस्तो बनाएर हालिदिन्छु कसरी फाइन्ड आउट गर्ने है त। सबैले तपाईँले सोल्भ गर्नु न। यहाँबाट सोल्भ गरेपछि तपाईँको i1 कति आउँछ भने -2 एम्पियर आउँछ, i1 चाहिँ -2 एम्पियर आउँछ। त्यसैगरी तपाईँको चाहिँ i2 कति आउँछ भनेदेखि i2 कति आउँछ भने -1.25 आउँछ है त, -1.25 एम्पियर आउँछ है त। सो नेगेटिभ के जनाइरहेछ तपाईँले बुझ्नु हो। हामीले जुन यो i1 को लागि जुन यो मेस 1 को लागि क्लकवाइज मानेछु सो क्लकवाइजमा फ्लो भइरहेको छैन, एन्टी क्लकवाइजमा फ्लो भइरहेछ, यो नेगेटिभ रिप्रेजेन्ट गरेछ। त्यसैगरी हाम्रो i2 जुन छ यो पनि के भइरहेछ क्लकवाइजमा फ्लो भइरहेको छैन, एन्टी क्लकवाइजमा फ्लो भइरहेछ भने यो नेगेटिभ साइनले रिप्रेजेन्ट गरेछ। सो अब हामीले चाहिँ यहाँ i1 थाहा छ, i2 थाहा छ, i3 पनि यहाँ हामीले थाहा छ है। सो i3 पनि यहाँ लेख्दौँ। सो i3 हाम्रो कति छ भने -3 एम्पियर छ भनेदेखि हामीले थाहा भयो यति क्याल्कुलेसन गर्दाखेरि। अब मैले चाहिँ यतातिर गयो सबै मेट्नतिर गयो बोर्ड सानो भएकोले। हेर्नुहोस् अब हामीले चाहिने भनेको यो ब्रान्चमा चाहिँ आउने फ्लो हुने करेन्ट है त, यो ब्रान्चमा फ्लो हुने करेन्ट जो यो ब्रान्चको मैले यो बनाइदिएँ भनेदेखि यो ब्रान्चमा हाम्रो फ्लो हुने करेन्ट यो i ट्रिपल ड्यास हुन्छ, यो हामीले फाइन्ड आउट गर्नु पर्यो। सो यहाँबाट हेर्नुहोस् यहाँबाट हाम्रो i1 करेन्ट यसरी फ्लो भइरहेको छ, यसरी चाहिँ हाम्रो i1 करेन्ट फ्लो भइरहेको छ क्लकवाइज डाइरेक्सनमा। यो i3 करेन्ट चाहिँ यसरी चाहिँ फ्लो भइरहेको छ, कसरी हेर्नुहोस् त यसरी चाहिँ फ्लो भइरहेको छ। हेर्नुहोस् यो यसरी चाहिँ फ्लो भइरहेको छ, यहाँबाट हाम्रो i1 करेन्ट फ्लो भइरहेको छ, यहाँबाट हाम्रो i3 करेन्ट फ्लो भइरहेको छ। तर हामीले चाहिने भनेको यो डाइरेक्सनमा है त, हामीले चाहिने भनेको यो डाइरेक्सनमा हामीले i ट्रिपल ड्यास हामीले चाहियो। सो अब यो कसरी हेर्नुहोस् यो ट्रिपल ड्यास चाहियो यो डाइरेक्सनमा भनेपछि यही डाइरेक्सनमा हेर्नुहोस् त, यो डाइरेक्सन डाइरेक्सन सेम छ, यो भनेपछि हाम्रो पोजिटिभ i1 हुने हो, यो चाहिँ अपोजिट डाइरेक्सनमा गइरहेछ, जस्ट यो यसको अपोजिट डाइरेक्सनमा गइरहेछ। सो हाम्रो के हुने हो नेगेटिभ i3 हुने हो। सो i1 को भ्यालु र i3 को भ्यालु हामीले के गर्नु छ नेगेटिभ गर्नु छ। सो i1 हामी कति निकालेछौँ -2 एम्पियर। सो i1 -2 एम्पियर, i3 भनेपछि -3। सो नेगेटिभ के हो पोजिटिभ 3। सो हाम्रो के हो 1 एम्पियर हाम्रो के हो पोजिटिभ 1 एम्पियर हाम्रो के हो i3 हाम्रो आउने हो। कहाँ आउने भनेदेखि यो 3 ओमको रेजिस्टरमा हाम्रो जुन रहेछ यो त्यो आउने भयो है त। सो i ट्रिपल ड्यास हाम्रो जुन छ त्यो भनेको 1 एम्पियर आयो। अब यो 1 एम्पियरले के रिप्रेजेन्ट गर्छ पोजिटिभ भनेदेखि यो ब्रान्चमा हाम्रो जुन करेन्ट रहेछ त्यो चाहिँ हाम्रो के रहेछ क्लकवाइज डाइरेक्सनमा आइरहेछ भनेपछि भर्टिकल वाइज डाइरेक्सन भनेपछि यो क्लकवाइज डाइरेक्सन भनेदेखि भर्टिकल डाउनवार्डै आइरहेछ भनेदेखि रिप्रेजेन्ट गर्छ। सो हाम्रो चाहिँ यहाँ i1 i2 हामीले लेखेको थियौँ, त्यसैगरी यहाँ हामी के गरौँ i3 पनि हामी निकाल्यौँ, यो कन्सिडर गरेपछि कति आयो 1 एम्पियर आयो है त। 1 एम्पियर हाम्रो करेन्ट आयो जुन चाहिँ हाम्रो कसरी आइरहेछ है त भर्टिकली डाउनवार्ड भनौँ या कि क्लकवाइज। सो भर्टिकली डाउनवार्ड या भनौँ यहाँ हाम्रो के आइरहेछ क्लकवाइजमा आइरहेछ भनेदेखि हामीले फाइन्ड गरौँ। हेऱ्यौँ पहिलो कन्सिडर गरेपछि i1 ड्यास निकाल्ने, यो पहिलो कन्सिडर गरेपछि दोस्रो यो कन्सिडर गरेपछि यो आयो, तेस्रो कन्सिडर गरेपछि हाम्रो यो आयो है त। सो सबैले हामी कन्सिडर गरेपछि हामीले चाहिँ निकालिसक्यौँ। अब हामी के गर्छौँ भने सुपर इम्पोज गरिदिन्छौँ यसलाई है त। अब हामी के गर्छौँ सुपर इम्पोज गर्छौँ है त। सो अब हेर्नुहोस् हाम्रो यो जुन डायग्राम छ हैन, हाम्रो यो डायग्राम छ, यहाँ आउने करेन्ट भने हामीलाई i करेन्ट चाहियो है त, यहाँ आउने करेन्ट भनेको i करेन्ट चाहियो। सो यो कन्सिडर गर्दाखेरि हामीले चाहिँ यति करेन्ट आयो, यो कन्सिडर गर्दाखेरि यति करेन्ट आयो, यो कन्सिडर गर्दाखेरि यो आयो। सो अब हामी के गर्छौँ भने i करेन्ट हामीले चाहिँ कुन डाइरेक्सनमा हेर्नुहोस् त यो डाइरेक्सनमा फ्लो हुने मलाई चाहियो है त। सो यो डाउनवार्ड डाइरेक्सनमा फ्लो हुने करेन्ट मलाई चाहियो। सो हेर्नुहोस् त यो करेन्ट i1 हाम्रो के छ i1 अलरेडी डाउनवार्ड छ सो प्लस हुने हो, यो पनि अलरेडी डाउनवार्डै मानेछौँ सो यो पनि प्लस हुने हो i ड्यास। त्यसैगरी i3 पनि हाम्रो जुन छ यो पनि डाउनवार्डै फ्लो भइरहेछ, यसलाई पनि के गर्नु भनेदेखि प्लस गर्नु पर्यो है त। अब सबैको भ्यालु हामी राख्नतिर जाउँ है त, सबैको भ्यालु। सो i1 हाम्रो कति छ 2 एम्पियर छ, i2 कति छ -1 एम्पियर छ, i3 कति छ भनेदेखि +1 एम्पियर छ है त। सो यसलाई सोल्भ गर्नुहोस् कति भयो यो 0 भयो भनेपछि 2 एम्पियर। अब यो 2 एम्पियर भनेको यो हेर्नुहोस् यो डाइरेक्सनको मानेछौँ, यो तलको डाइरेक्सन भनौँ या कि क्लकवाइजमा यहाँ फ्लो भइरहेछ भनेदेखि
हामीले निकाल्यौँ। सो यहाँ आएको करेन्ट हाम्रो कति भयो, यो 3 ओम रेसिस्टरमा आउने करेन्ट भनेको 2 एम्पियर करेन्ट फ्लो गरेछ, जुन चाहिँ क्लकवाइज डाइरेक्सन भनौँ या कि हामीले डाउनवार्ड भनौँ, यसरी चाहिँ हाम्रो के भइरहेछ फ्लो भइरहेको छ। सो यसरी तपाईँले चाहिँ निकाल्न सक्नुहुन्छ है त। यसरी तपाईँले चाहिँ प्रब्लमलाई तपाईँले के गर्न सक्नुहुन्छ, सोल्भ गर्न सक्नुहुन्छ। सो साथीहरू, तपाईँले भिडियो कस्तो लाग्यो तपाईँले कमेन्ट गर्नु नभुल्नु होला। र के इन्क्वायरी छ, के तपाईँले बुझ्न अप्ठ्यारो भयो, र के तपाईँले यो सुपरपोजिसन सम्बन्धी अझै पनि कन्सेप्ट क्लियर भएको छैन भनेदेखि तपाईँले पक्कै पनि के गर्नुहोस् भनेदेखि भिडियोमा कमेन्ट गर्नु होला। म नेक्स्ट अब भिडियो ल्याउँदाखेरि त्यसमा त्यो तपाईँको कन्फ्युजन चाहिँ क्लियर गर्ने प्रयास गर्छु है त। हस्, बाई, टेक केयर।